दर्शकबिन नमस्कार। यो खानपिन युट्युब च्यानलमा तपाईँहरूलाई धेरै धेरै स्वागत छ। म तिलक बहादुर ओली आज तपाईँहरू माझमा लिएर आएको छु चिकन टिक्का राइस र चिकन फोरन र भात रहेको छ। र आजको बसाइमा एकदमै मजासँग तपाईँहरूलाई यो खानपिनको विषयमा पनि कति भन्नु हुन त तपाईँहरूले देखिराख्नु भएको छ। त्यही पनि तपाईँहरूलाई थोरै जानकारी गराइहाल्छु। र आजको अस्करी साथीहरूलाई खाना के रहेको छ त भन्ने तपाईँलाई अलिकति उत्सुकता हुनसक्छ र त्यसै विषयलाई मध्यनजर गर्दै तपाईँ समक्ष आज यो भिडियो लिएर उपस्थित भएको छु। तपाईँहरू के गर्दै हुनुहुन्छ, कुन अवस्थामा हुनुहुन्छ, पक्कै पनि सन्चै अनि आरामी कुशलै मङ्गलै हुनुहुन्छ भन्ने आशा छ। म पनि आरामी सन्चै कुशलै मङ्गलै भएको जानकारी गराउन चाहन्छु। र यतिखेरको बसाइमा साउदीको करिब 4 बजेर कमसे कम पौनी 4 अथवा 5 बजेको यो समय हो। यो 5 बजेको समयमा हामीले अस्करी साथीहरूलाई यो खानपिन प्याकेजिङको प्रक्रिया सुरु छ र एल्बम पार्सल गर्दैछौँ। पार्सल गरिसकेपछि यसलाई हटकेसमा राखिन्छ। धेरै प्रक्रिया छ, छन त यसको अझ तरकारी प्याकिङ अलगै छुट्टै छ, पानी पेप्सीहरू, यो धेरै प्रक्रिया बाँकी छ र भर्खरै मात्रै हामीले यो पार्सल गरेका छौँ। अब यसमा फेरि उपरबाट ढाकिदिने, त्यसपछि हटकेसमा राख्ने, फेरि कालो वालोमा उतालिने, काम गरी कुरा गरी कुरैकै दुःख, धेरै पो भस्मे पो दुःख छ त। अनि के गर्दै हुनुहुन्छ त साथीहरू? तपाईँहरू सन्चै आरामै हुनुहुन्छ? अनि कुन्टाबाट हुनुहुन्छ, कता बस्नुहुन्छ, के गर्दै हुनुहुन्छ? र म त यता साउदीको खाडीमा छु। खाडीतिर यो सोइबाको पावर हाउस कम्पनीमा यहाँ काम गर्दैछु। र कोही त एकदम मजासँग बस्नु भयो होला, छुट्टी मनाउँदै हुनुहुन्छ होला, कोही भने ड्युटी सकेर ड्युटीमै पसिना चुहाउँदै हुनुहुन्छ होला। र म त यहाँ यसो चुहाउँदैछु। अब के गर्नु, पसिना नगरेर भएन, पेट पाल्नै पर्यो। अब पेटका लागि गर्नै पर्छ, जे जस्तो भए पनि अब पेटका लागि गर्नै पर्यो। त्यसपछि अनि अब पेटका लागि मात्रै पनि गरेर पनि भएन, बाबुआमा, त्यसै गरी छोराछोरी, बुढी, अनि उनलाई पनि हेर्नु पर्यो त हो। त्यही भएको कारणले गर्दा यसो तपाईँहरू माझमा यो फुड सो देखाउँछु कि अलिअलि, कहिले कसो अलिकति रमाइलो गर्ने, कहिले कसो अब तपाईँहरू पनि अलिअलि मन पराइदिएपछि, अलिअलि भ्युज गयो भनेपछि 2-4 पैसा पनि आइजाला भन्ने आशा छ। त्यही भएको कारणले गर्दा तपाईँहरू माझमा निरन्तर रूपमा मैले यो भिडियो ल्याउने गर्दछु। बोल्न त के नै त्यस्तो जान्दैन, अब पश्चिमेली मान्छे धेरै जस्तो अब तोतिया बोली छ। अब त्यही तोतिया बोली भए तापनि अब तपाईँहरू माझमा निरन्तर रूपमा यो भिडियो प्रस्तुत गरिसकेपछि, भिडियोहरू ल्याइरहेपछि अब तपाईँहरू पनि अलिअलि हेर्नु होला। हेरिसकेपछि अब धेरै राम्रो खालको सबैले मन पराइदिएपछि अलिकति राम्रो होला, भिडियोमा भ्युज पनि जाला आशा छ। पक्कै पनि आज नहेरे पनि, भोलि नहेरे पनि, पर्सि नहेरे पनि अर्को निकोर्सि भने हेर्नु हुनेछ। र तपाईँहरू माझमा रमाइला रमाइला खानपिनका भिडियोहरू ल्याउँछु। र जति बन्छ हप्ताको, साताको 7 बार, सातै प्रकारका अलग अलग प्रकारका खानपिन बन्छ के हाम्रो होटलमा। एसियन हो, खास गरी अरबी हो। र भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।